ल सुरु गरेँ मैले। नेपालमा निजी वन राष्ट्रियकरण ऐन कहिले बन्यो भनेको छ। हेर्नु त कहिले बनेको थियो होला ल भन्नु त। ए विक्रम सम्वत 2010 11 12 र 13 भनेको छ ल। सबै साथीहरूले मिलाउनुहुन्छ यो 2013 मा चाहिँ नेपालमा निजी वन राष्ट्रियकरण ऐन बनेपछि निजी वनहरूलाई चाहिँ राष्ट्रियकरण गरिएको थियो। यो चाहिँ विक्रम सम्वत 2013 नै हो। यहाँहरूले भनेकै क्वेसन चाहिँ राइट हो यसको है एन्सर। ल नेक्स्टमा जानुहोस्। अन्तर्राष्ट्रिय प्राणी दिवस कहिले मनाइन्छ? अप्सन ए जुन 5, बी जुलाई 5, सी मार्च 3, डी अक्टोबर 3। ल प्रदीप कटुवाल, गणेश यादवजी, बासुजी, गणेश यादवजी, ल सबै साथीहरूले मिलाउनु भएको छ। यसको पनि अक्टोबर 3मै हो है। अक्टोबर 3मै चाहिँ मनाइन्छ अन्तर्राष्ट्रिय प्राणी दिवस है। ल नेक्स्ट नम्बर 3 नम्बरमा जानुहोस्। चिराइतोलाई नेपालीमा के भनिन्छ भनेको छ? अप्सन ए चुत्रो, बी तिते, सी चाँद, डी चाँद मरुवा। यो पनि एकदमै तपाईँहरूले सबैले मिलाउनु भएको छ। यो पनि यसको उत्तर सही उत्तर पनि डी नै हो है। तिते चिराइतोलाई नेपाली ठेट नेपाली भाषामा चाहिँ तिते भनिन्छ। ल मिलाउनु भएको छ सबै साथीहरूले बी 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 भन्नुभएको छ। ल 100 वटा जति बी लेख्नुभयो एकजना साथीले। ल हुन्छ बी नै हो यसको सही उत्तर है। ल नेक्स्ट नम्बरमा जानुहोस्। बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ भनेको छ। हेर्नु त। अप्सन ए 968 वर्ग किलोमिटर, अप्सन बी 962 52 वर्ग किलोमिटर, अप्सन सीमा 1148, अप्सन डीमा 518। गणेश यादवजी, ल हेर्नु त यसको सही उत्तर अप्सन ए 968 वर्ग किलोमिटर हो है। यसको सही उत्तर बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल भनेको चाहिँ 968 वर्ग किलोमिटर छ। यसको सही उत्तर अप्सन ए। यहाँ सबैले मिलाउनु भएको छ। अप्सन ए नै यसको सही उत्तर हो। फेसबुक लाइभमा आउने साथीहरूलाई पनि मैले स्वागत गरेँ। कृपया चाहिँ तपाईँहरू पनि कमेन्ट गर्नुहोला। यहाँहरूको कमेन्ट पनि मैले यहाँ लिङ्क दिएको छ होला। तपाईँहरूलाई सम्भव छ भने फेसबुक लाइभका साथीहरू पनि लिङ्क मार्फत यतैबाट जोडिनु होला है। तपाईँहरूलाई चाहिँ त्यो एप्लिकेसनमा जुमबाट जोडिने लिङ्क छ कि के छ यतैबाट जोडिनु होला है। ल नेक्स्ट नम्बरमा जाउँ। 6 नम्बरमा नेपालमा जम्मा कतिवटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्? यो पनि तपाईँहरूको एकदमै इजी क्वेसन छ। यस्तै यस्तै क्वेसन 2-4 सोध्छन्। प्रदीप कटुवालले 13 भन्नुभयो, अर्जुन यादवजीले सी भन्नुभयो, गणेश यादवजीले 14वटा भन्नुभयो होइन। ल 14वटा राष्ट्रिय निकुञ्ज छन् रे हो। गणेशजी 14वटा कुन जोड्नुभयो फेरि तपाईँले? 13वटा है। एन्सर 14वटा सरसर भन्नुभएको छ होइन है। एन्सरमा 14वटा छ भन्नुभएको छ। यो चाहिँ नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या 13 नै हो है। निकुञ्ज चाहिँ 13वटा हो। फेरि तपाईँहरू त्यो नझुकिनु। निकुञ्ज र त्यो अर्को के भन्छ मध्यवर्ती क्षेत्रमा चाहिँ नझुकिनुहोस् है। मध्यवर्ती क्षेत्र मध्यवर्ती क्षेत्र चाहिँ 14वटा हो है। मध्यवर्ती क्षेत्र चाहिँ 13वटा राष्ट्रिय निकुञ्जको 13वटा, एउटा वन्यजन्तु आरक्षको गरी 14वटा हो है। राष्ट्रिय निकुञ्ज चाहिँ 13वटा हो है। बुझ्नुभयो? अस्तिसम्म 12वटा थियो। त्यो छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना भएपछि 13वटा भयो। छायानाथ राष्ट्रिय निकुञ्जको स्थापना मिति भन्नु त मलाई 1-2 जना साथीहरूले। छायानाथ राष्ट्रिय निकुञ्ज राजपत्रमा कहिले प्रकाशन भयो? बासुजी यो चाहिँ 843 क्षेत्रफल भयो होइन। राजपत्रमा कहिले प्रकाशन भयो? छायानाथ राष्ट्रिय निकुञ्ज। गणेश यादव 2008 भन्नुभएको छ होइन है गणेशजी। राजपत्रमा प्रकाशित भएको कसैले पनि भन्नु मिलाउनु भएको छैन है अहिलेसम्म। वासुदेवले पनि मिलाउनु भएन। राजपत्रमा प्रकाशन भएको मिति भन्नु त। यो पछिल्लो पटक भर्खरै स्थापना भएको हो है। त्यो भएर तपाईँलाई यसको चाहिँ त्यो निर्णय मिति भनिराख्नु भएको छ सबैले 5-13 भनेर होइन। 2082 5-13 भनेर के अरे 4-13 भनेर धेरैले भन्नुभएको छ। 1-2 जनाले 4-13 भन्नुभएको छ, 5-13 भन्नुभएको छ। धेरैले यो मन्त्री परिषदले निर्णय गरेको मिति गर्नुभएको छ हो 26। वासुजीले भन्नुभयो एकजनाले 2082 6-23मा चाहिँ 2082 साल 6 महिना 23 गते 82 6-23 गते चाहिँ के भएको छ त
23 गते चाहिँ तपाईँको यो राजपत्रमा प्रकाशन भएको छ है। मन्त्री परिषदले चाहिँ विक्रम सम्वत 2082 साल 5 महिना 13 गते, सरी 5 महिना 13 गते चाहिँ यसको निर्णय गरेको होइन। निर्णय गर्दाखेरि चाहिँ 902 वर्ग किलोमिटर क्षेत्रफल गर्ने भनेको थियो होइन। तर पछि तपाईँको राजपत्रमा आउँदाखेरि चाहिँ कति भनेको छ त, 843 वर्ग किलोमिटर क्षेत्रफल हुने भनेर चाहिँ भनेको छ नि होइन। पछिल्लो राष्ट्रिय निकुञ्ज यो अलिकति यसको यो राजपत्रको डेट पनि याद गर्नु होला है। राजपत्रमा प्रकाशन भएको मिति पनि तपाईँहरूलाई सोध्न सक्छ, यो पछिल्लो डाटा भएकोले गर्दा। 2082 साल असोज 23 गते राजपत्रमा प्रकाशन भएको छ है, यो ख्याल गर्नु होला साथीहरू है। ल नेक्स्ट नम्बरमा जानुहोस्। तलका मध्ये कुन संरक्षित वन्यजन्तु होइन भनेको छ, यो सबैले मिलाउनुहुन्छ। यो नेपालको संरक्षित वन्यजन्तु तलका मध्ये कुन होइन भनेको छ। अप्सन ए घोडा, बीमा हर्ना, सीमा बाघ, डीमा चालक। यो यस्तो छ है, यो अहिलेको यो एक दुईवटा क्वेसन सम्भवतः अलिकति मैले बनाएको क्वेसन थोरै अरू क्वेसनको तुलनामा सजिलै हुन्छन्, किनभने वनरक्षकका क्वेसन आउने नि त्यस्तै हो। अनि यसमा पनि अहिले चाहिँ के छ भनेदेखि यो नयाँ जो साथीहरू वनरक्षकको वनकै मात्रै तयारी गरेर आउने साथीहरू एकैचोटि अलि क्वेसनको प्याटर्न त्यही गाह्रो क्वेसन हालिदिँदा पनि गाह्रो हुन्छ कि लाग्छ कि भन्ने हिसाबले यो क्वेसनहरू त्यति धेरै गाह्रा क्वेसनहरू छैन, एक दुईवटा बाहेक अरू तपाईँहरूलाई त्यस्तो समस्या हुन्छ। र आउने क्वेसन पनि यस्तै हो वनरक्षकमा है। तलका मध्ये कुन चाहिँ संरक्षित वन्यजन्तु होइन, यो सबैले मिलाउनु भएको छ। ए भन्नुभएको छ, डी पनि भन्नुभएको छ, सालक होइन भन्नुभएको छ। ल अप्सन ए यो घोडा चाहिँ तपाईँको संरक्षित वन्यजन्तु होइन है। संरक्षित भनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 छ नि होइन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को अनुसूची 1 मा संरक्षित नेपालका संरक्षित वन्यजन्तुहरू भनेर घस्रेनी 3 प्रजातिका होइन, चरा 9 प्रजातिका, त्यसपछि अर्को स्तनधारीहरू कति प्रजातिका अरे भन्नु त, स्तनधारी होइन। सर सालमा भएको भन्नुभएको छ, 2008 सालमा भएको भन्नुभएको छ प्रदीप कटोल। छायानाथ राष्ट्रिय निकुञ्जको स्थापना 2008 सालमा भयो। यसको होइन, यसको 2008 भन्नुभएको छ है। ल म त छायानाथकै भनिराख्नु भएको छ कि भनेर है। ल हुन्छ, ल सरी मैले झुकेँ। ल विक्रम सम्वत वन विभागको स्थापना नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत 4वटा विभाग, अहिले क्वेसन अर्को पनि आउँछ। 4वटा विभागहरू छन्, जसमध्ये चाहिँ सबभन्दा पहिले स्थापना भएको विभाग चाहिँ वन तथा भू संरक्षण विभाग अथवा वन विभाग हो। वन विभागको स्थापना विक्रम सम्वत 2008 सालमा भएको हो। यो सबैले बी 888 2008 भन्नुभएको छ, सबैले मिलाउनु भएको छ यो है। ल नेक्स्ट नम्बरमा जानुहोस्। 96 इन्च गोलाइ र 5 फिट लम्बाइ भएको गोलिया काठको आयतन कति हुन्छ भनेको छ। 96 इन्च गोलाइ र 5 फिट लम्बाइ भएको, मैले तपाईँहरूलाई अस्ति भनेको छु, यहाँ गोलाइ कति दिएको छ, गोलाइ 96 इन्च दिएको छ होइन। गोलाइ 96 इन्च दिएको छ, लम्बाइ चाहिँ तपाईँको 5 फिट दिएको छ होइन। लम्बाइ चाहिँ 5 फिट दिएको छ, 5 फिट दिएको छ भनेपछि अब यो 96 इन्चलाई तपाईँले एकैचोटि केमा लानु पर्यो रे। 96 इन्चलाई तपाईँले फिटमा लानलाई 12 ले भाग गरेर 12 8 96 8 फिट बनाउनु भयो भने अनि क्वार्टर गर्द फर्मुलामा सिधै लाँदा भयो क्या तपाईँले। गोलाइ इन्टु लम्बाइ भागा 16 छ नि, गोलाइ इन्टु लम्बाइ भागा 16 मा लानु भयो भने मिलिहाल्छ यो है। 8 इन्टु 8 इन्टु 5 भागा 16 गर्नुभयो भने 8 एकान 8, 8 दुना 16, 2 चौका 8, 5 चौको गर्दाखेरि कति हुन्छ त 20। अप्सन सी मा 20 छ, यसको उत्तर 20 क्युबिक भयो होइन। ल बाँकी अरू म तपाईँलाई क्लासमा पनि भनिहाल्छु। र 10 नम्बर जानुहोस्। वन 2076 अनुसार खानतलासी गर्न पाउने तल्लो दर्जा दिएका मध्ये कुन हो भनेको छ। हेर्नु त, खानतलासी गर्न पाउने तल्लो दर्जा दिएका मध्ये कुन हो। अप्सन ए वनरक्षक, बी फरेस्टर, सी रेन्जर, डी डिएफओ। हेर्नु त, वन 2076 मा खानतलासी सम्बन्धी व्यवस्थामा चाहिँ वनसँग सम्बन्धित होइन, वन व्यवस्थासँग सम्बन्धित राजपत्र अनङ्कित द्वितीय श्रेणीको चाहिँ राजपत्र अनङ्कित द्वितीय श्रेणीको चाहिँ वन प्राविधिक कर्मचारी बी भन्नुभएको छ, सबै साथीले बी भन्नुभएको छ। वन प्राविधिक कर्मचारी वा चाहिँ प्रहरीमा चाहिँ प्रहरी सहायक निरीक्षक होइन, प्रहरी सहायक निरीक्षक अथवा असै होइन भनेर भनेको छ है। ल यो भयो। 11 नम्बरमा जानुहोस्।
सामुदायिक वनको भूस्वामित्व कसको हुन्छ? यो सबैले एन्सर बीमा लगाउँदा गलत भयो भन्नुभएको छ प्रदीप कुमारजीले। त्यहाँनिर त्यो एन्सर अपलोड गर्ने बेलामा चेन्ज भएको छ भने पनि यसको सही उत्तर चाहिँ यो नै हो है, फरेस्टर नै हो। कुरो बुझ्नुभयो? र नेक्स्टमा जानुहोस्। सामुदायिक वनको भूस्वामित्व कसको हुन्छ भनेको छ? अप्सन ए वन नेपाल सरकार, बी वन विभाग, सी प्रदेश सरकार, डीमा चाहिँ अस्थानीय सरकार। हेर्नु त, भूस्वामित्व भनेको चाहिँ सबै यो राष्ट्रिय वनको भूस्वामित्व चाहिँ नेपाल सरकारकै हुन्छ। यो मैले तपाईँहरूलाई भन्नै पर्दैन। यो भूस्वामित्व भनेको जग्गा जमिनको स्वामित्व हो। यो स्वामित्व चाहिँ तपाईँको व्यवस्थापन गर्नलाई जिम्मा दिएको भए तापनि यो जमिनको चाहिँ सबै जमिनको सबै व्यवस्थापनका पद्धतिका लागि हस्तान्तरण गरिएको वनको चाहिँ भूस्वामित्व चाहिँ के हुन्छ त? नेपाल सरकारकै हुन्छ। ल नेक्स्ट, हिरासतमा रहने अभियुक्तसँग कस्तो वस्तु राख्न मनाइ गरिएको छ अथवा कस्तो वस्तु राख्न पाउँदैनन् उनीहरूले भनेको छ? अप्सन ए हात हतियार, अप्सन बी लागु औषध, सीमा डोरी, डीमा माथिका सबै। माथिका सबै भन्नुभएको छ, सबै साथीले मिलाउनु भएको छ। यो पनि माथिका सबै नै हो है। ल नेक्स्ट नम्बरमा जानुहोस्। नेपालका कतिवटा सिमसारहरू रामसार सूचीमा सूचीकृत रहेका छन् भनेको छ? अप्सन ए 8वटा, बी 9वटा, सी 10वटा, डीमा 11वटा। रामसार सूचीमा सूचीकृत सिमसारहरू नेपालमा कतिवटा छन् भनेर सोधेको यसले होइन। नेपालमा रामसार सूचीमा सूचीकृत सिमसारहरू चाहिँ कतिवटा छन् त? 10वटा छन् है। रामसार सूचीमा सूचीकृत सिमसारहरू नेपालमा 10वटा छन्। कोशी टप्पु, 20,000 ताल, घोडाघोडी ताल कैलालीको होइन, जगदीशपुर जलाशय, गोकियो ताल, गोसाइकुण्ड, सेपोकसुन्डो ताल, रारा ताल होइन, अनि माइपोखरी इलामको गोकियो ताल उता उसको, अनि त्यसपछि गएर पोखरा उपत्यकाका 9 तालहरू गरेर जम्मा 10वटा रामसार सिमसार क्षेत्रहरू चाहिँ रामसार सूचीमा सूचीकृत छन्। जसमध्ये सबभन्दा पछिल्लो चाहिँ पोखरा उपत्यकाका 9 तालहरू हुन् है। 2016 फेब्रुअरी 2 विश्व सिमसार दिवस हरेक वर्षको फेब्रुअरी 2 मा मनाइन्छ। यो पोखराका 9 ताल चाहिँ अन्तिम पटक, यो चाहिँ तपाईँहरूलाई सोधिदिन पनि सक्ला है। पोखराका चाहिँ 9 ताल होइन, पोखराका 9 ताल चाहिँ 2016 फेब्रुअरी 2 सन् 2016 फेब्रुअरी 2 मा चाहिँ पछिल्लो पटक चाहिँ रामसार सूचीमा सूचीकृत भयो। ल नेक्स्ट नम्बरमा जानुहोस्। त्योभन्दा अगाडि चाहिँ 9वटा थियो, धेरै साथीले 9 भन्नुभयोले मैले यसलाई गरेको। यो पोखराका 9 तालहरू चाहिँ 10औँ ताल हो क्या। यो पोखराका 9 तालहरू 2016 फेब्रुअरी 2 मा चाहिँ रामसार सूचीमा सूचीकृत भएपछि नेपालका सिमसारको संख्या 10 पुगेको छ है। ल नेक्स्टमा जानुहोस्। नेपालको पहिलो वन संरक्षण क्षेत्र कुन हो भनेको छ? यहाँ अप्सन छैन होइन। नेपालको पहिलो वन संरक्षण क्षेत्र कुन हो भनेको छ? वन संरक्षण क्षेत्र काँक्रेबिहार सुर्खेत हुन्छ है। यसमा पहिले चाहिँ नेपालको पहिलो वन संरक्षण क्षेत्र, पहिलो भनेपछि त नेपालकै पहिलो गर्न पर्यो नि त होइन। जुन चाहिँ काँक्रेबिहार वन संरक्षण क्षेत्र होइन, काँक्रेबिहार वन संरक्षण क्षेत्र सुर्खेतमा पर्छ है यो। ल नेपालको पहिलो वन संरक्षण क्षेत्र चाहिँ काँक्रेबिहार सुर्खेत जिल्लामा पर्छ है। ल नेक्स्ट नम्बरमा जानुहोस्। विश्व सिमसार दिवस कहिले मनाइन्छ? विश्व सिमसार दिवस हरेक वर्षको फेब्रुअरी 2 तारिकमा चाहिँ विश्व सिमसार दिवस मनाइन्छ। मैले अघि नै भनेको छु 2016 विश्व सिमसार दिवसमा चाहिँ तपाईँको पोखराका 9 तालहरूलाई गरेको थियो भनेर फेब्रुअरी 2 मा हो है। विश्व सिमसार दिवस फेब्रुअरी 2। ल नेक्स्ट नम्बरमा जानुहोस्। घाटगद्दी स्थल तोक्न सक्ने अधिकारी, हिजो भर्खरै मैले क्लासमा भनेको छु, तपाईँहरूले यो मिलाउनुहुन्छ 100%। घाटगद्दी स्थल तोक्न सक्ने अधिकारी भनेको डिभिजन वन कार्यालयको प्रमुख हो होइन।
घाटगति स्थल तोक्न सक्ने कर्मचारी भनेको चाहिँ डिभिजन वन कार्यालयको प्रमुख हो। यदि वनभित्रै चाहिँ तपाईँको वन क्षेत्र बाहिर होइन खुल्ला ठाउँमा घाटगति स्थल तोक्नुपर्छ, 100 मिलभित्र तोक्न पाइँदैन भनेको छ। यदि वन क्षेत्रभित्रै तोक्नुको विकल्प छैन भने चाहिँ डिभिजनल वन अधिकृतले कसको स्वीकृति लिन्छ अरे? प्रदेश वन निर्देशकसँग स्वीकृति लिएर तोक्छ, तर डिभिजनल वन अधिकृतले तोक्ने हो है घाटगति स्थल। ल, सामुदायिक वनको कार्ययोजनाको अवधि पिबिएन भन्नुभएको छ, प्रदेश वन निर्देशक सायद भन्नुभएको छ प्रदीप कुमारजीले। ल ठिक छ, सामुदायिक वनको कार्ययोजनाको अवधि बढीमा कति वर्षको हुन्छ भनेको छ। हेर्नु त, यो क्वेसन तपाईँहरूलाई यही सामुदायिक वनको कार्ययोजनाको अवधिबाट तपाईँहरूलाई क्वेसन सोद्धाखेरि 3 खालको क्वेसन सोध्न सक्छ क्या। यो सामुदायिक वनको कार्ययोजनाको अवधि बढीमा कति हुन्छ भनेको छ, यो 10 वर्ष नै हो। यहाँहरूले भनेकै उत्तर हो यो है, बढीमा चाहिँ 10 वर्ष नै हो कार्ययोजनाको अवधि। तपाईँको सामान्यतया सामुदायिक वनको कार्ययोजनाको अवधि 5 देखि 10 वर्षको हुन्छ भनेको छ होइन। सामान्यतया 5 देखि 10 वर्षको हुने भनेको छ। अब यो सामान्यतया 5 देखि 10 वर्ष हुने भयो भनेपछि कम्तीमा कति वर्षको हुन्छ भनेर तपाईँहरूलाई कम्तीमा कति वर्षको हुन्छ सामुदायिक वनको कार्ययोजनाको अवधि भनेर सोध्न पनि सक्छ। यो कम्तीमा 5 वर्षको हुन्छ। अब यहाँ क्वेसनमा दिएको छ नि बढीमा कति हुन्छ भनेर सोधो भने बढीमा चाहिँ यो 10 वर्ष हुने भयो नि त होइन। बढीमा चाहिँ कति वर्ष हुने भयो त? 10 वर्ष हुने भयो क्या। 5 देखि 10 वर्षको हुने कार्ययोजनाको अवधि भनेको छ होइन। सामान्यतया 5 देखि 10 वर्षको हुने भनेको छ, तर तपाईँको यो चाहिँ कम्तीमा 5 देखि 10 वर्ष हुने भएपछि त कम्तीमा कति वर्षको हुन्छ भन्नु भने कम्तीमा 5 हुने भयो, बढीमा चाहिँ कति हुने भयो त? 10 वर्षको हुने भन्ने भयो होइन प्रदीपजी। ल ठिक छ, प्रदीप कटवालजीले भन्नुभएको छ। ल नेक्स्ट नम्बरमा जानुहोस्। वनपेशी पूर्ति प्राप्त गरेको कति समयभित्र कटान मुसान कार्य सुरु गरिसक्नु पर्ने व्यवस्था छ भनेको छ। हेर्नु त, वनपेशी पूर्ति प्राप्त गरेको, वनपेशी पूर्ति भनेको काम सुरु गर्नका लागि अथवा वन क्षेत्रमा चाहिँ बसेर कटान मुसान कार्य गर्नका लागि डिभिजन वन कार्यालयले दिने प्रवेश गर्न दिने इजाजत पत्र हो। वन क्षेत्रमा प्रवेश गर्न दिने इजाजत पत्र हो। त्यो इजाजत पत्र अथवा त्यो पेशी पूर्ति लिएको मितिले चाहिँ 7 दिनभित्र काम सुरु गरिसक्नुपर्छ भन्ने हो। धेरै साथीले 7 डिडी भन्नुभएको छ, यसको उत्तर डी नै हो है। त नेक्स्ट नम्बरमा जानुहोस्। जिल्ला वन पैदावार लिया बिक्री गर्दा बोल कबोल रकमको कति प्रतिशत धरौटी राख्नुपर्ने हुन्छ भनेको छ। हेर्नु त, त्यो वन पैदावार चाहिँ लिलाम बिक्री गर्दाखेरि त्यो ठेक्का टेन्डर हाल्ने चाहिँ व्यक्तिले फर्म अथवा संस्था अथवा कम्पनीले वन पैदावारको चाहिँ आफूले बोल कबोल गरेको रकमको चाहिँ कम्तीमा 10% चाहिँ के गर्नुपर्छ त? 10% चाहिँ त्यो टेन्डरसँगै धरौटी राख्नुपर्ने भन्ने व्यवस्था छ है। यो सबै साथीले भन्नुभएको छ, यो 10 हो। ल नेक्स्ट, वन मन्त्रालय अन्तर्गत कतिवटा विभागहरू छन्? यो पनि तपाईँको निर्विवाद 4 हो, सबैले 4 भन्नुभएको छ, 4 नै हो है। 4वटा वन तथा वन विभाग अथवा वन तथा भू संरक्षण विभाग, त्यसै गरेर वनस्पति विभाग होइन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र चाहिँ तपाईँको अर्को कुन विभाग हो त? लास्टको विभाग हो नि त वातावरण, डिडिडी भन्नुभएको छ छातीको उचाइ। वन मन्त्रालय अन्तर्गत चाहिँ 4वटा विभाग हो होइन। ल ल, अप्सन ए, वन पैदावार अथवा रुख छपन गर्दा बनाइने माथिल्लो विलेज कति उचाइमा बनाइन्छ भनेको छ। तल्लो र माथिल्लो 2टा विलेज हुन्छ भनेर हिजो भर्खरै पनि अस्ति भर्खरै पनि हामीले पढेको कुरा हो यो। एउटा चाहिँ तल्लो विलेज यहाँ जमिनको सतहबाट 6 इन्च उचाइमा, र चाहिँ माथिल्लो विलेज चाहिँ कहाँनिर बनाइन्छ त? यहाँनिर होइन। माथिल्लो विलेज चाहिँ 1.37 मिटरमा बनाइने भनेर चाहिँ तपाईँको भनेको छ। केमा भनेको छ त? वन पैदावार बिक्री वितरण तथा वन पैदावार सङ्कलन तथा बिक्री वितरण निर्देशिका 2073मा छातीको उचाइ भनेर चाहिँ 1.37 मिटरलाई भनेको छ भन्ने कुरा तपाईँहरूलाई मैले हिजो क्लासमा क्लियर गरेकै छु। बुझ्नु भएको छ नि त्यो कुरा होइन। नेक्स्ट, सेतो रगत हुने जीव देहायका मध्ये कुन हो भनेको छ। यो पनि तपाईँहरू सबैले मिलाउनुहुन्छ। सेतो रगत हुने जीव देहायका मध्ये कुन हो भन्दा साङ्लो हो होइन। बी भन्नुभएको छ, गणेश यादवजी बी भन्नुभएको छ। ल सबै साथीहरूले बी, एडिटरजीले बी भन्नुभएको छ है, ओपोजीले बी भन्नुभएको छ, बासुजीले। तपाईँहरू आफ्नो नाम लेखेर
आउनुहुन्न। अब त्यही चमेराको वासस्थानलाई के भनिन्छ? चमेरो कहाँ बस्छ? अप्सन ए गुणमा, अप्सन बी देवलमा, अप्सन सी दलिनमा, अप्सन डी कुरमा। गणेशजी सी, इट्युटरजीले बी भन्नुभएको छ है। प्रदीप कटुवालजीले दलिनमा भन्नुभयो, टेक्नोजीले दलिन भन्नुभयो। यसको सही उत्तर पनि दलिन नै हो है। यो चमेरो बस्ने ठाउँलाई दलिन भनिन्छ अथवा चमेरो चाहिँ दलिनमा बस्छ भन्ने हो है। यसको सही उत्तर दलिन नै हो। यो देवल भनेको धमिरा गुणमा चरा बसिहाल्छ, कुरमा माछा बस्छ होइन। यसको सही उत्तर चाहिँ तपाईँ यति त बुझिहाल्नुहुन्छ नि। यो गुण भनेको चरा बस्ने भएर, देवल भनेको धमिरा बस्ने हो, कुर भनेको माछा बस्ने हो भनेपछि यो बस्ने यो कुन हो त? दलिन नै भयो नि त होइन। ल, रामसार सूचीमा सूचीकृत सिमसारहरू नेपालमा कतिवटा छन् भनेको छ। यो दोहोरिएको छ क्वेसन। मैले अघि नै भनेको थिएँ दुईवटा क्वेसन दोहोरिएका छन् भनेर। रामसार सूचीमा सूचीकृत सिमसारहरू नेपालमा 10वटा। यसको क्वेसन अघि नै भनि आइसक्यो है। नेपालमा कतिवटा सब डिभिजन वन कार्यालयहरू छन्? यो पनि तपाईँहरूले मिलाउनुहुन्छ। नेपालमा डिभिजन वन कार्यालयहरू 84वटा छन् होइन। डिभिजन वन कार्यालयहरू 84वटा छन् भने सब डिभिजन वन कार्यालयहरू ए भनिरहनु भएको छ फेरि इटुटरजीले। सब डिभिजन वन कार्यालयहरू 528वटा हो है। डिभिजन वन कार्यालय चाहिँ 84वटा हो, सब डिभिजन वन कार्यालय चाहिँ 528वटा छन्। यो सबैले मिलाउनु भएको छ, एक दुईजना साथी बाहेक। सब डिभिजनलाई डिभिजन देख्ने साथीहरूले त 84 लगाइहाल्नु नि हो होइन। ल, वन एन्ड बिहार क्षेत्रको कुन दफाको प्रयोग गरी वन नियमावली बनाइएको छ भनेर भनेको छ। यो अप्सन ए दफा 83, अप्सन बी दफा 86, अप्सन सी दफा 87, अप्सन डीमा दफा 30 भनेको छ। यो भनेको चाहिँ वन एन्ड बिहार क्षेत्रको कुन चाहिँ दफामा नियम बनाउने अधिकार छ भनेर आयो भने पनि कुरा एउटै हो है। अथवा यो चाहिँ तपाईँको वन नियमावली वन एन्ड बिहार क्षेत्रको कुन चाहिँ दफाले दिएको अधिकार प्रयोग गरेर बनाएको हो भने पनि कुरा उही हो। वन एन्ड बिहार क्षेत्रको दफा 83मा चाहिँ नियम बनाउने अधिकार भन्ने भन्ने कुरा छ होइन। त्यो नियम बनाउने अधिकार भनेर चाहिँ तपाईँको त्यहाँनिर लेखिएको छ। अनुसार यही दफा अनुसार चाहिँ बनाउने अधिकार भनेर चाहिँ दिएको छ होइन। यो नियम बनाउने अधिकार भनेर लेखिएको यो दफा 83को दफा अनुसार चाहिँ यो वन नियमावली बनेको हो। यो तपाईँहरूले बुझिहाल्नु भएको छ। ल, नेक्स्ट, सामुदायिक वनको टाँचा कहाँ दर्ता हुन्छ भनेको छ। अप्सन ए वन विभाग, बी वन मन्त्रालय, सी डिभिजन वन कार्यालय, डी प्रदेश वन निर्देशनालय। अब यसैमा सामुदायिक वनको टाँचा कसले बनाउँछ भनेर आयो भने हामीले के लेख्छौँ त? सामुदायिक वनको टाँचा कसले तयार गर्छ भनेर आयो भने यसको सही उत्तर के लेख्छौँ रे हामी? उपभोक्ता समूहले आफै बनाउँछ है। यो तयारी डी हो भन्नुभएको छ होइन है। तपाईँहरू झुकिनु भयो है। सामुदायिक वनको टाँचा वन नियमावली 2079को दफा अनुसूची 29 बमोजिमको ढाँचामा समूहले आफै तयार गर्छ होइन। आफ्नै खर्चमा समूहले प्रदीप कटुवालजीले उपभोक्ता भन्नुभएको छ। समूहले आफै तयार गर्छ र तयार गरेर चाहिँ त्यो टाँचा दर्ताका लागि चाहिँ डिभिजन वन कार्यालयमा निवेदन दिने हो क्या होइन। दर्ताका लागि चाहिँ डिभिजन पहिले अब त्यो टाँचा दर्ता गर्नुभन्दा अगाडि डिभिजन वन कार्यालयबाट चाहिँ त्यो कोडहरू लिएर जाने हो उपभोक्ता समूहले आफै। अनि त्यो कोड लगेर चाहिँ बनाउने ठाउँमा टाँचा बनाउनु लाएर ल्याउने अनि दर्ता चाहिँ डिभिजन वन कार्यालयमा गर्ने हो क्या। टाँचा टपिक्समा म यसमा अलिअलि छलफल हुन्छ, तपाईँ हाम्रो बुझिन्छ। यो डिभिजन वन कार्यालयमा दर्ता हुन्छ है। दर्ता गर्ने चाहिँ डिभिजन वन कार्यालयमा हो है। ल, नेक्स्ट, वन अनुसन्धानका क्रममा सबभन्दा पहिले कुन पूर्ति दिइन्छ भनेको छ। सबभन्दा पहिले वन अनुसन्धान गर्दै जाँदाखेरि सुरुमा छोड पूर्ति दिने हो कि सुरुमा चाहिँ थुनुवा पूर्ति दिने हो कि? पक्राउ नगरी थुनुवा पूर्ति हुने कुरै भएन, रमना पूर्ति भन्ने कुरा आउँदै आउँदैन, त्यस कारण पक्राउ पूर्ति दिने हो होइन। वन अनुसन्धानका क्रममा सबभन्दा पहिले दिने भनेको पक्राउ पूर्ति हो। पक्राउ पूर्ति कति किसिमका हुन्छन् रे? हुन्छन् नि होइन, दुई किसिमका। एउटा पक्राउ पूर्ति, अर्को जरुरी पक्राउ पूर्ति होइन। जरुरी पक्राउ पूर्ति भनेको गस्ती गर्न जाँदाखेरि जहाँ भेटियो भनेपछि जरुरी पक्राउ पूर्ति कसले जारी गर्छ अरे? पक्राउ जरुरी भन्नुभएको छ। जरुरी पक्राउ पूर्ति कसले जारी गर्छ?
पक्राउ पूर्ति जारी कसले गर्छ भन्नु त? पहिले सबभन्दा पहिले पक्राउ पूर्ति जारी गर्ने अधिकारी को? डिएफओ भन्नुभएको छ। हो, मुद्दा हेर्ने अधिकारी, मुद्दा हेर्ने अधिकारी, अनुसन्धान अधिकारी। मुद्दा हेर्ने अधिकारीले दिने हो पक्राउ पूर्ति कि अनुसन्धान अधिकारीले हो? मुद्दा हेर्ने अधिकारीसँग समन्वय गरेर, मुद्दा हेर्ने अधिकारीसँग चाहिँ समन्वय गरेर अथवा मुद्दा हेर्ने अधिकारीसँग चाहिँ तपाईँको समन्वय गरेर अनुसन्धान अधिकारीले दिने हो। यो पक्राउ पूर्ति दुई किसिमका हुन्छन्। अब त्यो भइहाल्यो, हामी त्यो टपिक फेरि छलफल गरौँ। वन तथा वातावरण मन्त्रालयले मध्य प्रदेशको कुन स्थानमा रहेको छ भनेको छ? यो त तपाईँहरूलाई थाहा छँदै छ, जनकपुर धाममा छ, जनकपुर धाममा छ, होइन? द नेक्स्ट 30 नम्बर, वन 2076 अनुसार वातावरणीय सेवा भन्नाले कति प्रकारका सेवाहरू पर्दछन् भनेको छ? अप्सन ए 2 वटा, अप्सन बी 3 वटा, 4 वटा, अप्सन सी मा 6 वटा, अप्सन डी मा 5 वटा। वातावरणीय सेवा भन्नाले होइन के पर्छन् रे वातावरणीय सेवा अन्तर्गत? वातावरणीय सेवा अन्तर्गत 5 वटा सेवा, होइन? 5 वटा सेवाहरू पर्दछन्। प्रदीप कटुवालजीले 5 भन्नुभयो, ओप्पोजीले 6 वटा भन्नुभयो। 6 वटा होइन है वातावरणीय सेवा, ओप्पो PHP 6 भन्ने दिएका मध्ये कुन आखेटो पहर हो भनेको छ? आखेटो पहर कुन हो भनेको छ? अप्सन ए मृगको मासु, बी मयूरको प्वाख, सी मा चितुवाको बच्चा, डी मा माथिका सबै भनेको छ। न, डी अल हो है। ल, यसको वन्यजन्तुको जीवित वा मृत शरीर वा चिनिन सक्ने अवस्थाको कुनै अङ्ग वा सो अङ्गको प्रयोग गरेर बनाइएको कुनै पदार्थ समेत आखेटो पहर हो भनेको छ। त्यो भएर मृगको मासु पनि आखेटो पहर भयो, मयूरको प्वाख पनि आखेटो पहर भयो, चितुवाको बच्चा पनि आखेटो पहर हुने भयो। त्यस कारणले माथिका सबैलाई चाहिँ आखेटो पहर भन्न मिलो। राष्ट्रिय वनमा माउरी चरिचरण गर्दा प्रति घर प्रति महिना दस्तुर कति हो भनेको छ? अप्सन ए 5 रुपियाँ, बी मा 50 रुपियाँ, सी मा 500 रुपियाँ, डी मा 1000 रुपियाँ भनेको छ। यसको सही उत्तर अप्सन ए 5 रुपियाँ। मौरी चरिचरण गर्दा प्रति घर प्रति महिना, मौरीको चाहिँ प्रति घर अथवा एउटा घरको चाहिँ मौरी 1 महिना चरिचरण गर्दाखेरि, जङ्गलमा चरिचरण गराउँदाखेरि चाहिँ दस्तुर भनेको 5 रुपियाँ लाग्ने हो। कसुरदारलाई दुरुत्सान गर्ने, दुरुत्सान भनेको बुझ्नुहुन्छ होइन? कसुरदारलाई दुरुत्सान गर्ने व्यक्तिलाई कति सजाय हुन्छ भनेको छ, होइन? प्रोत्साहन भनेको राम्रो काम गर्न उत्साउनु, दुरुत्सान भनेको नराम्रो काम गर्न उक्साउनु, होइन? प्रोत्साहन भनेको राम्रो काम गर्न उक्साउनु, दुरुत्सान भनेको नराम्रो काम गर्न उक्साउनु हो। त्यो गलत काम गर्न उक्साए बापत, होइन, कुनै व्यक्तिलाई चाहिँ कसुरदारलाई दुरुत्सान दिने अथवा कसुरदारलाई चाहिँ गर्न गर, ए काट्दैन 2-4 के जान्छ र, होइन भनेर चाहिँ उक्साउने, अथवा चाहिँ त्यो म छँदैछु नि काट्दैन, म हुँदाहुँदै किन डराउँछस्, जान 1-2टा हरिण मारेरले मृग मारेरले भनेर चाहिँ त्यो उक्साउने हुन्छ नि। हो, त्यो उक्साउने व्यक्तिलाई चाहिँ कसुरदारलाई भएको सजायको चाहिँ के हुन्छ त? आधा सजाय हुन्छ भन्ने व्यवस्था छ। वन 2076 अनुसार कसुरदारलाई चाहिँ हुने सजायको चाहिँ आधा सजाय कसलाई हुन्छ त? दुरुत्सान दिने व्यक्तिलाई चाहिँ, दुरुत्सान दिने व्यक्तिलाई चाहिँ कसुरदारलाई हुने सजायको आधा सजाय हुन्छ भनेको छ। तर कसुरदारलाई भगाउन सहयोग गर्नेलाई चाहिँ के हुने भनेको छ त? कसुरदारलाई भगाउन सहयोग गर्ने व्यक्तिलाई चाहिँ यहाँ माथि चाहिँ तपाईँको यसलाई कसुरदारलाई भगाउन सहयोग गर्ने व्यक्तिलाई कति सजाय हुन्छ भनेको भए यसको उत्तर के हुन्थ्यो त? कसुरदारलाई भएसरह सजाय हुन्छ भनेर भन्ने हुन्थ्यो है। यो दुईटा कुरामा नचुकिनु होला। दुरुत्सान दिने र कसुरदारलाई भगाउनेलाई चाहिँ फरक छ टोटल्ली, होइन? दुरुत्सान दिने व्यक्तिलाई उक्साउने, दुरुत्सान दिनु भनेको उक्साउनु हो नि त, होइन? नराम्रो काम गर्न उक्साउनेलाई दुरुत्सान, मैले अघि नै भनिहालेँ, राम्रो काम गर्न उक्साउनेलाई प्रोत्साहन, होइन? यो दुरुत्सान दिने व्यक्तिलाई चाहिँ के गर्ने भन्ने छ त? दुरुत्सान दिने व्यक्तिलाई चाहिँ कसुरदारलाई भएको सजायको आधा सजाय र कसुरदारलाई भगाउन सहयोग गर्ने
होइन। कुनै गाउँको कुनै राम भन्ने व्यक्तिले चाहिँ ल मृग के अरे बाघ मारेर बाघको छाला लिएर आएछ भन्ने भयो। अनि बाघको छाला चाहिँ लिएर आउँदा आउँदै प्रहरीले अथवा चाहिँ वन कर्मचारीले उसलाई चाहिँ पक्राउ गर्न खोज्दाखेरि चाहिँ ऊ भागेर गाउँतिर छिर्यो। अनि त्यो गाउँमा घरमा कसैको घरमा लुकाएर राखियो अथवा लुकाएर भगाउन सहयोग गरियो, कसैले मोटरसाइकलमा चढाएर भगाउन सहयोग गर्यो। यो अपराधीहरूलाई अथवा कसुरदारलाई चाहिँ भगाउन सहयोग गर्ने व्यक्तिलाई चाहिँ कसुरदारलाई भए सर सजाय हुने भन्ने हो है। ल नेक्स्ट, 2 लाख रुपियाँसम्म जरिमाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुने मुद्दाको कारबाही र किनारा लगाउने अधिकार कसलाई हुन्छ भनेको छ। अप्सन ए रेन्जर, अप्सन बी फरेस्टर, अप्सन सीमा चाहिँ डिभिजनल फरेस्ट अफिसर, अप्सन डीमा चाहिँ जिल्ला न्यायाधीश भनेको छ। यो 2 लाख रुपियाँसम्मको चाहिँ मुद्दाको होइन, 2 लाख रुपियाँसम्म मुद्दाको चाहिँ 2 लाख रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुने मुद्दाको कारबाही र किनारा गर्ने भनेको फैसला गर्ने होइन। कारबाही र किनारा लगाउने भनेको त्यसलाई फैसला गर्ने सम्मको अधिकार चाहिँ कसलाई हुन्छ त? डिभिजनल फरेस्ट अफिसरलाई अथवा डिएफओलाई, डिभिजन वन कार्यालयको प्रमुखलाई हुन्छ। नेपाल सरकारले तोकेको डिभिजनल वन अधिकृतलाई हुनेछ भनेको छ है। ल 35 नम्बर जानुहोस्, नर्सरी बनाउँदा पहाडी क्षेत्रमा कस्तो मोडा बनाउँदा उपयुक्त हुन्छ भनेको छ। नर्सरी निर्माण गर्दा पहाडी क्षेत्र छ 1200 मिटरभन्दा माथि उचाइमा छ भनेपछि त्यस्तो क्षेत्रमा कस्तो खालको चाहिँ मोडा बनाउनु उपयुक्त हुन्छ भनेको छ। अप्सन ए पूर्वी मोडा, बी पश्चिमी मोडा, सी उत्तरी मोडा र डी दक्षिणी मोडा। पहाडी क्षेत्र छ भने अथवा 1200 मिटरभन्दा कम उचाइ भएको क्षेत्र छ भनेपछि 1200 मिटरभन्दा कम उचाइ भएको क्षेत्र छ भनेपछि त्यसलाई कता त उत्तरी मोडा र 1200 मिटरभन्दा बढी उचाइ भएको क्षेत्रमा चाहिँ नर्सरी निर्माण गर्न लागि छ भने त्यस्तो क्षेत्रमा चाहिँ दक्षिणी मोडाको बनाउनुपर्छ भन्ने यहाँहरूलाई थाहा नै छ है। ल नेक्स्ट, डिभिजनल वन अधिकृत कुन तहको कर्मचारी रहने व्यवस्था छ भनेको छ होइन। डिभिजनल वन अधिकृत वन सेवाको जनरल फरेस्ट्री समूहको होइन, वन सेवाको जनरल फरेस्ट्री समूहको 9औं वा 10औं तहको कर्मचारी भइजाने व्यवस्था छ। छैन त? सबै साथीहरूले 9, 10औं भन्नुभएको छ। कमल विश्वकर्माजीले, त्यसै गरी ट्युटरजीले, बासुजीले, प्रदीप कटवालजीले, सबै साथीहरूले चाहिँ 9औं र 10औं तहको कर्मचारी चाहिँ हुने हो भनेर भन्नुभएको छ। वन सेवाको जनरल फरेस्ट्री समूहको 9औं र 10औं तहको कर्मचारी नै डिभिजनल फरेस्ट अफिसर हुने भन्ने व्यवस्था छ। मध्य प्रदेश निजामती सेवा ऐन अनुसार निजामती सेवामा कतिवटा सेवाहरू रहेका छन् भनेको छ। अप्सन ए 7वटा, बीमा 8वटा, सीमा 9वटा र डीमा 10वटा। मध्य प्रदेश निजामती सेवा ऐनले निजामती सेवा अन्तर्गत चाहिँ 9वटा सेवा रहने भनेर चाहिँ तपाईँको भनेको छ है। ल नेक्स्ट नम्बर, हिरासत कक्षमा देखाएका मध्ये के हुनुपर्छ भनेको छ। अप्सन ए उज्यालो हुनुपर्छ हिरासत कक्ष, अप्सन बीमा घाम लाग्ने हुनु पर्यो होइन, अप्सन सीमा सफा हुनु पर्यो, अप्सन डीमा माथिका सबै हुनु पर्यो होइन। उज्यालो पनि हुनु पर्यो, घाम पनि लाग्नु पर्यो, सफा पनि हुनु पर्यो, माथिका सबै हुनु पर्यो। पक्राउ पूर्ति कति किसिमका हुन्छन् अघि भर्खरै तपाईँहरू सबैले भन्नुभएको छ। पक्राउ पूर्ति चाहिँ 2 किसिमका हुन्छन्। सर 38 नम्बर भन्नुभएको छ, 38 नम्बर कटेको हो र? ए सरी 38 कटेको छ। कुनै निजामती कर्मचारीको श्रीमती सुत्केरी हुने भएमा है, 38 नम्बरमा आउनुहोस् त। कुनै निजामती कर्मचारीको श्रीमती सुत्केरी हुने भएमा होइन, कोही तपाईँले निजामती सेवामा जागिर खानुभयो र तपाईँको श्रीमती सुत्केरी हुनुभयो भने सुत्केरी हुने भएमा निजाले कति दिनसम्म प्रसुति स्याहार बिदा पाउने भन्ने व्यवस्था छ भन्नु त। कुनै पुरुष निजामती कर्मचारीले यो प्रसुति स्याहार बिदा होइन, यो प्रसुति स्याहार बिदा भनेको चाहिँ पुरुष कर्मचारीले मात्रै पाउने बिदा हो यो होइन, पुरुष कर्मचारीले मात्रै पाउने बिदा हो यो। कुनै पुरुष निजामती कर्मचारीको श्रीमती सुत्केरी हुने भएमा निजाले सुत्केरीको अघि प्रसुति हुने अघि वा पछि, प्रसुति हुनुभन्दा अघि वा पछि गरी 15 दिनसम्म चाहिँ के पाउने भन्ने व्यवस्था छ त? प्रसुति स्याहार बिदा पाउने भन्ने व्यवस्था छ। वनरक्षक कुन सेवा अन्तर्गत पर्छ भन्नुभएको छ। वनरक्षक नेपाल वन सेवा वन सेवा जनरल फरेस्ट्री समूह अन्तर्गत पर्दछ है। ल नेक्स्टमा जानुहोस्, 39 भइसकेको छ, 40मा जानुहोस्। अब पक्राउ पूर्ति 2 किसिमका, यो पनि भइसकेको छ। कबुलेती वन हस्तान्तरण गर्दा दिने प्रमाणपत्रलाई के भनिन्छ? अप्सन ए चट्टा,
अप्सन बीमा पट्टा, अप्सन सीमा प्रवेश पत्र, अप्सन डीमा अनुज्ञा पत्र। यसको सही उत्तर चाहिँ यहाँ सबैले भन्नुभएको छ पट्टा हो। कबुले जीवन हस्तान्तरण गर्दाखेरि दिने प्रमाणपत्रलाई, कबुले जीवन हस्तान्तरण गर्न दिने प्रमाणपत्रलाई चाहिँ पट्टा भनिन्छ है। ल पट्टा। कुनै 2 हेक्टर वृक्षारोपण क्षेत्रमा 2 मिटर × 2 मिटरको दूरीमा वृक्षारोपण गर्न कति बिरुवा चाहिन्छ भनेको छ। 2 हेक्टर वृक्षारोपण क्षेत्रमा, कुनै 2 हेक्टर वृक्षारोपण क्षेत्रमा चाहिँ 2 मिटर × 2 मिटरको दूरीमा वृक्षारोपण गर्न कति बिरुवा चाहिन्छ भनेको छ। हेर्नु त, 2 हेक्टर वृक्षारोपण क्षेत्रमा चाहिँ 2 मिटर × 2 मिटरको दूरीमा वृक्षारोपण गर्नका लागि यो 2 मिटर × 2 मिटरको दूरीमा वृक्षारोपण गर्दा 1 हेक्टरमा चाहिँ 2500 बिरुवा लाग्छ हैन। 1 हेक्टरमा 2500 वटा बिरुवा लाग्छ भनेपछि 2 हेक्टरमा कति लाग्ने हो त? 2500 × 2 बराबर 5000 बिरुवा लाग्छ। मैले पुरानो साथीहरूलाई त देखाइदिएको छु, फेरि नयाँ साथीहरू आएपछि त्यो वन माउरुख पहिचान, बिउ सङ्कलन, बिरुवा उत्पादन र वृक्षारोपण भन्ने टपिक्समा आएपछि म तपाईँहरूलाई त्यो एउटा 4-5 वटा पोइन्ट लेखाइदिएपछि यो क्वेसनको एन्सर गर्न सक्नुहुन्छ तपाईँहरूले है। 1 हेक्टरमा चाहिँ 2500 लगाएपछि 2 हेक्टरमा चाहिँ यसको 5000 बिरुवा लाग्छ। सबैले सिसी भन्नुभएको छ, मिलाउनु भएको छ है। ल नेक्स्ट, एकै ठाउँमा दिशा गर्ने विशेषता भएको जनावर दिएका मध्ये कुन हो भनेको छ। अप्सन ए बाघ भालु, सरी अप्सन बी भालु, अप्सन सीमा हात्ती र अप्सन डीमा गैंडा। यो पनि सबैले मिलाउनु भएको छ। यसको सही उत्तर पनि गैंडा नै हो है। एकै ठाउँमा दिशा गर्ने विशेषता भएको जनावर भनेको गैंडा नै हो। नेक्स्ट, जलवायु परिवर्तनका लागि छलफल गर्न, यो क्वेसन गत हप्ताको भन्दासँग जो दोहोरिएको छ यो क्वेसन। जलवायु परिवर्तनका लागि छलफल गर्न नेपालको सगरमाथाको आधार शिविर काला पत्थरमा, नाला पत्थर होइन यो है, काला पत्थरमा मन्त्री परिषद बैठक कहिले भयो भनेको छ। जलवायु परिवर्तनका लागि छलफल गर्न नेपालको सगरमाथाको आधार शिविर काला पत्थरमा मन्त्री परिषदको बैठक विक्रम सम्वत 2066 साल मङ्सिर महिनाको 19 गते भएको है। 2066 मङ्सिर 19 गते चाहिँ काला पत्थरमा बैठक भएको। यो जलवायु परिवर्तन सम्बन्धी टपिक पनि छ तपाईँहरूको है। ग्रिन हाउस ग्यास दिएका मध्ये कुन होइन भनेको छ। अप्सन ए मिथेन, अप्सन बी कार्बन डाइअक्साइड, सीमा क्लोरोफोरो र डीमा अक्सिजन भनेको छ। कुन होइन भनेको छ हैन। यी माथिका तीनवटै ग्रिन हाउस ग्यास हुन्। मिथेन पनि हो, कार्बन डाइअक्साइड पनि हो, क्लोरोफोरो पनि हो। र त्यसकारणले यो यो अक्सिजन ग्यास चाहिँ तपाईँको ग्रिन हाउस ग्यास होइन। ल नेक्स्ट नम्बरमा जानुहोस्। चौरे गाईको पुच्छरलाई के भनिन्छ। अप्सन ए चमर, अप्सन बी झुप्पा, अप्सन सी गजुरमुना, अप्सन डीमा गजौ। चौरी गाईको पुच्छरलाई के भनिन्छ भनेको छ। यो पनि तपाईँहरू सबैले सुन्नु भएको कुरा पनि हो र चाहिँ यो मिलाउनु हुने क्वेसन पनि हो। चौरी गाईको पुच्छरलाई भन्ने भनेको चमर नै हो है। ल नेक्स्ट, 47 नम्बर, चितवन राष्ट्रिय निकुञ्ज नेपालका कुन जनावरका लागि, कुन जनावर सबैभन्दा धेरै पाइन्छ भनेको छ। चितवन राष्ट्रिय निकुञ्जमा नेपालको कुन जनावर, अब त्यही हो। अप्सन ए मा बाघ, अप्सन बी मा गैंडा, अप्सन सी मा भालु, अप्सन डी मा एराबी दुवै भनेको छ। नेपालमा सर्वाधिक बाघ पाइने राष्ट्रिय निकुञ्ज पनि चितवन हो र नेपालमा सर्वाधिक गैंडा पाइने राष्ट्रिय निकुञ्ज पनि चितवनै हो है। चितवन राष्ट्रिय निकुञ्जमा सर्वाधिक, नेपालमा रहेका राष्ट्रिय निकुञ्जहरू मध्ये सबभन्दा बढी बाघ पाइने निकुञ्ज पनि चितवनै हो र सबभन्दा बढी गैंडा पाइने राष्ट्रिय निकुञ्ज पनि चितवन हो। त्यसकारण यसको सही उत्तर चाहिँ एराबी दुवै अथवा अप्सन डी यसको सही उत्तर हुन्छ है। ल नेक्स्ट, 48, भोजपत्रको वैज्ञानिक नाम दिएका मध्ये कुन हो। अप्सन ए बेटुला युटिलिज, अप्सन बी सोरिया रोबुस्टा, अप्सन सी मा बेटुला र अप्सन डी मा युटिलिज भनेको छ। यसको सही उत्तर पनि तपाईँहरू सबैले सी भन्नुभएको छ। यसको सही उत्तर ए हो, बेटुला युटिलिज। यो दुईटै हो है यसको वैज्ञानिक नाम, बेटुला युटिलिज। भोजपत्र, सोरिया रोबुस्टा भनेको सालको वैज्ञानिक नाम हो है। ल नेक्स्ट नम्बरमा जानुहोस्। नेक्स्ट नम्बरमा जानुहोस् है। पुरै बिरुवा प्रयोगमा आउने जडीबुटी दिएका मध्ये कुन हो भनेको छ। पुरै बिरुवा प्रयोगमा आउने जडीबुटी, अप्सन ए कुट्की, अप्सन बी बोझो, जरा मात्र होइन, अप्सन सी चुत्रो, अप्सन डी कुरिलो, कुरिलो पनि जरा मात्र। त्यही कुट्कीको चाहिँ के गरिन्छ त, जरा सहितको पुरै बिरुवा प्रयोगमा आउँछ कुट्की। नम्बर नेक्स्ट,
50। नेपालमा कतिवटा घरसम्म संरक्षित सूचीमा घरसम्म जनावरहरू संरक्षित सूचीमा रहेका छन्? अप्सन ए 3वटा, घडियाल गोही, मगर, घडियाल गोही, अजिङ्गर र सुनगोरो, होइन? अप्सन ए 3वटा, अप्सन बी 5वटा, अप्सन सी 26वटा र अप्सन डीमा 9वटा। घडियाल गोही होइन, कुन कुन रे? घडियाल गोही, मगर गोही पनि हो, घडियाल गोही, सुनगोरो र अजिङ्गर, होइन? तीन प्रकारका। 6 बजे होइन र सर भन्नुभएको छ। तपाईँहरूको त्यो चाहिँ के भन्छ, तालिकामा 5 बजे राख्नु भएको रहेछ यहाँ है, 5 बजे भयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लोगोमा कुन वन्यजन्तुको तस्बिर रहेको छ, फोटो रहेको छ, चित्र रहेको छ भनेको छ? एउटै कुरा हो, तस्बिर कुनको छ, चित्र कुनको छ, होइन भन्नु, एउटै कुरा हो नि त, होइन? ल, राष्ट्रिय निकुञ्जको अप्सन एमा बाघ, बाघ भएको छ, बाघ, बीमा हात्ती, सीमा गैंडा, डीमा रेड पान्डा। विश्व वन्यजन्तु कोषको लोगोमा चाहिँ कसको छ अरे? विश्व वन्यजन्तु कोषको लोगोमा चाहिँ कसको, कुन जनावरको चित्र छ? जायन्ट पान्डा, होइन? चाइनातिर पाइने पान्डा हो, त्यसको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको जायन्ट पान्डा भन्नुभएको छ कमल बोहराजीले, है, सरी कमल विश्वकर्माजीले। ल, नेक्स्ट नम्बरमा जानुहोस्, गैंडा है। ल, नेक्स्टमा जानुहोस्, नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू रहेका छन्? संरक्षण क्षेत्र, संरक्षित क्षेत्र र वन संरक्षण क्षेत्र फरक कुरा हो। नेपालमा संरक्षित क्षेत्र भनेको राष्ट्रिय निकुञ्ज, तपाईँलाई संरक्षित क्षेत्र भनेको संख्या आएन भने राष्ट्रिय निकुञ्ज कतिवटा छन्, वन्यजन्तु आरक्ष कतिवटा छ, संरक्षण क्षेत्र कतिवटा छ र शिकार आरक्ष, यो 4वटा जोडिदिनुहोस्, ठ्याक्कै आइहाल्छ। राष्ट्रिय निकुञ्जहरू 13वटा, 6वटा संरक्षण क्षेत्र 19, एउटा वन्यजन्तु आरक्ष 20, एउटा शिकार आरक्ष गर्दा नेपालमा संरक्षित क्षेत्रको संख्या चाहिँ 21 है। ल, नेक्स्ट, घाटगति स्थल कस्तो ठाउँमा राख्नु हुँदैन? अप्सन ए मूलबाट छेउमा राख्नु हुँदैन, अप्सन बी खुला ठाउँमा राख्नु हुँदैन, अप्सन सी समिलको हाताभित्र राख्नु हुँदैन, अप्सन डी माथिका सबै। ओप्पोजीले माथिका सबै भन्नुभयो, मिश्रित उत्तर आयो। घाटगति स्थल राख्न नमिल्ने ठाउँ भनेको चाहिँ समिलको हाताभित्र मात्रै राख्न मिल्दैन, मूलबाट छेउमा राख्नु पर्यो, समिल के भन्छ यो खुला ठाउँमै त राख्न पर्यो नि, होइन? वन क्षेत्र बाहिरको खुला ठाउँमा राख्ने भनेको छैन, यो समिलभित्र चाहिँ राख्नु हुँदैन, 5 अन्तर्राष्ट्रिय सिमानाभन्दा 5 किलोमिटर भित्र पनि राख्न हुँदैन भन्ने चाहिँ हिजो हामीले हेरेका थियौँ, होइन? ल, समिलको हाताभित्र चाहिँ राख्न मिल्दैन, अन्तर्राष्ट्रिय सिमानाभन्दा 5 किलोमिटर भित्र पनि राख्न मिल्दैन। खोलाहरूले बगाउने सम्भव भएसम्म चाहिँ खोला नाला नदी नालाले बगाएर चाहिँ लैजाने सक्ने ठाउँमा पनि राख्न भएन, होइन? बाढी प्रकोप नलाग्ने ठाउँमा सम्भव भएसम्म राख्नुपर्छ भन्ने हो। यसको अप्सन अनुसार चाहिँ उत्तर चाहिँ त्यो समिलको हाताभित्रै हो। र नेपालमा शिकार खेल्न पाइने जनावर देखाएको मध्ये कुन होइन भनेको छ? अप्सन ए नाउर, अप्सन बी जरायो, अप्सन सी बँदेल, अप्सन डी सरी अप्सन सीमा बाघ, अप्सन डीमा गैंडा। कुन चाहिँ शिकार खेल्न पाइँदैन भनेको, होइन? शिकार खेल्न नपाइने भनेको चाहिँ बाघ पाइँदैन, नाउर पाइयो, जरायो पाइयो, बँदेल पनि पाइयो, होइन? तर बाघ चाहिँ पाइएन। हुँडाहरूको वैज्ञानिक नाम के हो? ल, नम्बर 55मा छौँ हामी। अप्सन ए क्यारिस लुपस, अप्सन बी असर्स अक्टर्स, अप्सन सी हाइना हाइना, अप्सन डीमा फेलिल लिङ्क्स, है? क्यानिस लुपस ब्वाँसोको वैज्ञानिक नाम हो, है? असर्स अक्टर्स हिमाली भालुको नाम हो। त्यसै गरी अक्टर्सको स्पेलिङ फरक भएको छ, यहाँ मिस्टेक भएको छ। त्यसै गरी हाइना हाइना यो हुँडार हो, यो फेलिल लिङ्क्स भन्ने चाहिँ लिङ्क्सको वैज्ञानिक नाम हो। यसको सही उत्तर चाहिँ अप्सन सी हाइना हाइना हाइना, है? हाइना हाइना चाहिँ यसको सही उत्तर हो, 55को सी। नम्बर नेक्स्ट 56, चारकोसे झाडी भन्ने स्थान कहाँ पर्दछ भनेको छ? अप्सन ए झापा जिल्लामा, बी पर्सा, सी सिन्धुली, डी दोलखा। चारकोसे झाडी चुरे, होइन? क्षेत्रभित्र पनि चारकोसे झाडी भनेर चिनिने क्षेत्र चाहिँ पर्सा जिल्लामा पर्छ, है? ल, नेक्स्ट,
विदेश निकासी गर्न पूर्ण प्रतिबन्ध लगाइएको, विदेश निकासी गर्न पूर्ण प्रतिबन्ध लगाइएको। नेपालमा दुईवटा छन् नि, होइन? ओखरको पोखरा र पाँचौँले, राष्ट्रिय वनको ओखरको पोखरा है। तर सामुदायिक वन, सरी, त्यो कुनै व्यक्तिको चाहिँ निजी वनको चाहिँ ओखरको पोखरा चाहिँ पाइयो लानलाई बाहिर, होइन? तर यो पाँचौँले र राष्ट्रिय वनको ओखरको पोखरा चाहिँ विदेश निकासी गर्न पुनः प्रतिबन्ध लगाएको छ। एकै पटक र यसै पटक भन्ने मूल नाराका साथ यहाँ माथि तपाईँहरूले हेर्नु भएको छ नि, यहाँ फेरि मैले सुरुमा भनिन भनेर नगर्नु होला। यहाँ हेर्नुहोस्, एकै पटकमा यसै पटकमा जागिर खाने भन्ने मूल नाराका साथ, होइन? हेर्नु त, यो मूल नाराका साथ चाहिँ ट्युटर क्लासले आइतबारबाट फिजिकल क्लास पनि सञ्चालन गर्ने भन्ने कुरा चाहिँ छ है। त्यही भएर तपाईँहरूले यो एउटा नम्बर दिन्छु म, तपाईँहरूलाई अहिले कन्ट्याक्ट गर्नु होला। फिजिकल अनलाइन क्लास त नियमित भएकै छ है। एकै पटकमा यसै पटकमा चाहिँ मधेस प्रदेशमै ड्याङ्गे नाम निकाल्ने, जागिर खाइहाल्ने भन्ने मूल नाराका साथ चाहिँ हामी अगाडि बढेका छौँ। भोलि होला सर भन्नुभएको छ, के छ ओपोजी? कुरा भएको छैन र भोलिको? भोलि हो भने जस्तो मानेको छु मैले है। ल नेक्स्ट नम्बरमा जानुहोस्। विदेश निकासी गरेर पूर्ण प्रतिबन्ध लगाएको जडीबुटी देखाएका मध्ये कुन हो भनेको छ? यो अघि भर्खरै भएको पाँचौँले हो। नम्बर नेक्स्ट, जैविक विविधता दिवस कहिले मनाइन्छ? जैविक विविधता दिवस, अप्सन ए जनवरी 3, अप्सन बी जुन 5, अप्सन सी मे 22, अप्सन डीमा जुलाई 11। जैविक विविधता दिवस चाहिँ हरेक वर्षको मे महिनाको 22। दीपक साईजी मे 22, निराजन दाहालजी मे 22, एडिटरजीले सी भन्नुभएको छ, सुभाष चन्द्र यादवजीले सी मे 22, मे 22, सी मे 22, कमल विश्वकर्माजीले मे 22, प्रदीप कटवालजीले सी। ल यसको सही उत्तर सी नै हो, मे 22। ल नेक्स्ट नम्बरमा जानुहोस्। नम्बर नेक्स्ट, नेपालमा वन्यजन्तु सप्ताह कहिलेबाट मनाउन सुरु गरियो? यो क्वेसन पनि दोहोरिएको त होइन नि, होइन? अप्सन ए 2080 साल, बी 2064 साल, सी 2051 साल, डी विक्रमसँग 2053 साल। नेपालमा हरेक वर्ष वैशाख 1 देखि कहिलेदेखि कहिलेसम्म अरे वन्यजन्तु सप्ताह कहिलेदेखि कहिलेसम्म मनाइन्छ अरे? कुन महिनाको देखि कुन महिना सकेर, सरी, कुन महिनाको कति कतिदेखि? वैशाख महिनाको, होइन? हरेक वर्षको कुन महिना रे? वैशाख महिना। अनि वन डढेलो सप्ताह चाहिँ नेपालमा कहिले मनाइन्छ भन्नु त? नेपालमा वन डढेलो, राष्ट्रिय वन डढेलो सप्ताह चाहिँ अथवा वन डढेलो सप्ताह चाहिँ कहिले मनाइन्छ? वैशाख 1 देखि 7 गतेसम्म चाहिँ वन्यजन्तु सप्ताह मनाइन्छ। विक्रम सम्वत 2053 सालदेखि चाहिँ सुरु गरिएको हो। वैशाख कति गतेसम्म रे? वैशाख 1 देखि 7 सम्म हरेक वर्ष वैशाख 1 देखि 7 लाई चाहिँ वन्यजन्तु सप्ताहको रूपमा मनाइन्छ भने हरेक वर्षको चाहिँ चैत्र 1 देखि 7 लाई चाहिँ वन्यजन्तु सप्ताहको रूपमा मनाइन्छ है। यो चाहिँ वैशाख 1 देखि 7 मनाइने हो। ल नेक्स्टमा जानुहोस्। 60औं नम्बरको क्वेसनमा जानुहोस्। जिल्ला वन पैदावार आपूर्ति समितिको सदस्य सचिव को रहने व्यवस्था छ भनेको छ। हेर्नु त, यहाँ यस्तो छ है, यो वन न्यायालय 2079 मा चाहिँ जिल्ला वन पैदावार आपूर्ति समिति डिभिजनल, सरी, प्रदेश वन मन्त्रालयले नतोकुन्जेलसम्म चाहिँ डिएफओ अध्यक्ष हुने, होइन? डिएफओ अध्यक्ष हुने, अनि डिएफओले तोकेको वन अधिकृत चाहिँ सदस्य सचिव हुने भन्ने छ। अब यहाँ यो क्वेसन अनुसार, 60 नम्बरको क्वेसन अनुसार, यसको अप्सन अनुसार चाहिँ यो डिभिजनल वन अधिकृतले तोकेको सहायक वन अधिकृत डी नै हो यसको उत्तर। तर मधेस प्रदेशमा चाहिँ त्यो जिल्ला वन पैदावार आपूर्ति समिति 7 सदस्य हुने र डिएफओ चाहिँ सदस्य सचिव हुन्छ यसको। म त्यो मधेस प्रदेशको ऐन पढाउँदाखेरि तपाईँहरूलाई त्यसमा क्लियर गराउँला, होइन? मधेस प्रदेशमा चाहिँ 7 सदस्य हुने भन्ने छ क्या। यो अन्य प्रदेशको हकमा चाहिँ त्यो चाहिँ के भन्छ 5 सदस्य नै हुने भन्ने छ। तर मधेस प्रदेशले चाहिँ डिभिजनल वन अधिकृत चाहिँ सदस्य सचिव रहने, प्रदेश वन मन्त्रालयले तोकेको चाहिँ त्यो जिल्लाभरिको चाहिँ जिल्लाभित्रको एकजना व्यक्ति, प्रदेश वन निर्देशकले तोकेको जिल्लाभित्रको एकजना व्यक्ति चाहिँ के हुने भनेको छ त? जिल्ला वन पैदावार आपूर्ति समितिको अध्यक्ष हुने, डिएफओ सदस्य सचिव हुने भनेको छ। त्यसमा हामी छुट्टै एउटा काँचा टपिक्समा पनि म तपाईँहरूलाई क्लियर गराउँछु, त्यो गरौँला है।
ल आज यो सकियो। ल सबै साथीहरूलाई शुभ सन्ध्या।